भूकम्प हो अध्यक्षज्यू? हो भूकम्प के स्टेजको कमजोरी हो कि हो? कसैलाई के चोट त लागेन? तपाईँ ढुक्क हुनुहोस्, यो महोत्सव 15 दिन चल्छ। तपाईँ ढुक्क भएर बस्नुहोस्। यो अथक मेहनत र प्रयास पश्चात भएको यो स्टेज हाम्रो बिचमा अलिकति भत्किन पुगेको छ। यहाँ स्टेजमा रहनुभएका सम्पूर्ण महानुभावहरू कसैलाई केही भएको छैन। सबै यथास्थानमा बस्दिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँहरू नआत्तिनुहोस्, तर तपाईँहरू पनि सजग रहनुहोस्। बेला बेलामा भूकम्प जाने, यसबाट क्षति हुने हो नेपाललाई धेरै समयदेखि ठूलो क्षति पुर्याउने वातावरण भइरहेको छ। यसबाट जोगिनको लागि पनि आम उपस्थित महानुभावहरूलाई हृदयदेखि नै एकदमै तपाईँहरूलाई आभार। तपाईँहरूलाई चाहिँ यो सूचना जारी गर्न चाहन्छु। हामी कार्यक्रमलाई सरस्वती अगाडि बढाउनेछौँ। केही समय पश्चात यतिखेर हामी झाँकीलाई समय दिने जमर्को गरिराखेका छौँ। यतिखेर फेरि पनि हाम्रो रुकुम पूर्वको अरू ठाउँहरूमा पनि भूकम्प गएकै होला, तर रुकुम पूर्वमा पनि फेरि भूकम्पले हामीलाई सतायो। फेरि तपाईँहरू सुरक्षित रहनुहोस्। पारी पिङको छेउछाउमा रहनुभएका अलि ठुलो चिज वस्तुहरूको चाहिँ तल बस्नुभएका महानुभावहरूलाई भूकम्पदेखि अलिकति जोगिनको लागि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। भूकम्प हो अध्यक्षज्यू? हो भूकम्प के स्टेजको कमजोरी हो कि हो? कसैलाई के चोट त लागेन? तपाईँ ढुक्क हुनुहोस्, यो महोत्सव 15 दिन चल्छ। तपाईँ ढुक्क भएर बस्नुहोस्। ओ स्टेज पल्ट्यो त यार। हामी कार्यक्रमलाई सरस्वती अगाडि बढाउनेछौँ। केही समय पश्चात यतिखेर हामी झाँकीलाई समय दिने जमर्को गरिराखेका छौँ। यतिखेर फेरि पनि हाम्रो रुकुम पूर्वको अरू ठाउँहरूमा पनि भूकम्प गएकै होला, तर रुकुम पूर्वमा पनि फेरि भूकम्पले हामीलाई सतायो। फेरि तपाईँहरू सुरक्षित रहनुहोस्। पारी पिङको छेउछाउमा रहनुभएका अलि ठुलो चिज वस्तुहरूको चाहिँ तल बस्नुभएका महानुभावहरूलाई भूकम्पदेखि अलिकति जोगिनको लागि